बुवा, कुनै बेला तपाईँले मेरो औँला समातेर मलाई हिँड्न सिकाउनु भएको थियो। आज समयको यो मोडमा म तपाईँलाई त्यही औँलाको एउटा सही प्रयोगका लागि अनुरोध गर्दैछु। निर्वाचनको यो मौसममा फेरि आश्वासनका फूलहरू फुल्न थालेका होलान्। कसैले सपना बेच्न आउलान् त कसैले सम्बन्धका कुरा गर्लान्। तर बुवा, भोट हाल्ने बेला यो नबिर्सिदिनुहोला कि त्यो मतपत्रमा लगाइने एउटा नीलो छाप मात्र होइन, त्यो त मेरो र आउने पुस्ताको भाग्य कोर्ने कलम हो। तपाईँको एउटा सानो गलत मतदानको कारणले एउटा असल मान्छे हार्न सक्छ र एउटा गलत मान्छेले हाम्रो भविष्यमाथि शासन गर्न सक्छ। बा, मलाई तपाईँको हातको छाप चाहिएको छ। त्यो छाप जसले मेरो गाउँको धुलोमा विकासको बास्ना ल्याओस्, जसले गर्दा मैले आफ्नो देशबाट टाढा प्रवासतर्फ लम्किन नपरोस्। मेरो अनि भावी पुस्ताको सुन्दर तस्बिर कोर्नका लागि यसपालि आफ्नो स्वविवेकको मसी प्रयोग गर्नुहोला। यो पटकको भोट नबिग्रियोस्, किनकि यो एउटा मतमा मेरो सपना र तपाईँको स्वाभिमान जोडिएको छ। यसपटकको मतदान परिवर्तनका लागि, यसपटकको मतदान आउने सन्ततिको उज्यालो भविष्यका लागि, यसपटकको मतदान मेरो मुस्कानका लागि, यसपटकको मतदान नेपाली जनताको खुसीका लागि।